के अरे के अरे उहिलेको जमानामा गर्नु मैले भन्न त लु उहिलेको जमानामा छ अहिले सबै बत्तीमा पकाउँछ खान्छ अहिले म त चुलामा बनाएँ चलाउनु पर्यो उतार्नुभन्दा पहिला चलाउनु पर्छ चलाएर उतारेर पकाएर खुवाएँ मर्नेलाई नचलाइदिन्छ त त्यो भात त भोलि दिन पकाएको हेर ल यहाँ हेर्नु न सब्जी बनाएको अरे हो यहाँ कराएको हेर नि दामी बनाउँदैछ आलु यो आलु र साग रायो सागै यो चाहिँ दामी हिजो लिएर आएको मान्छे कस्तो छ त अब सब्जी बनाउने हेर नि चिटिक्क परेको चिटिक्क भन्दाखेरि आलु कम्ती पाक्दैन नि चलाएको हेरेलाई हेर्नुहोस् है यस्तो हुन्छ आलु हुने आलु उहिलेको दसैँ गर्नु होइन जान्छ उसले त्यसो हामीले त खुद आमाले भन्थ्यो क्या भात चाहिँ उचालेर चाहिँ नि एकछिन ओछ्याएर चाहिँ चलाएर फेरि भर्साउनुपर्छ चुलामा क्या अहिले त्यस्तो गर्छ बत्तीमा पकाउँछ बत्ती त्यो बत्तीमा पकाएर हामी त्यसो त गर्नुपर्छ हौ गरिस् यहाँ रिस्केको बो मलाई के भन्दैछ हो सुन्नुभयो मलाई कस्तो गाली गर्दैछ अब म त सबैलाई सुनाइदिन्छु मलाई के भनेको मेरो गाइसहरूलाई सबैलाई सुनाइदिन्छ अब जतिजनाले मेरो भिडियो हेर्छन् घरमा यस्तो हुन्छ हल्ला हाम्रो चाहिँ जङ्गलमा भने हुँदैन को 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 आइपुगेछ आइपुग्यो ए त्यो गाडीमा आएछ नि त त्यो सेतो गाडीमा आयो क्या त्यसले दबाई ल्याइदियो कि ल्याइदिएन मलाई है कहाँ गएको अब कहाँ गएको खै के ल्याएको के गाडी लिएर आयो प्रबन्धले फुटबल प्रबन्ध नानीलाई ल्याइदिएको फुटबल मलाई दबाई ल्याइदिस् के अब लिएर आउनु तपाईँले फोन गरेर भन भन् त भाइ भोलि हो यतापट्टि उनीहरूलाई थाहा भयो त्यो सेतो गाडीमा आएको सेतो गाडीमा आएको कसको सेतो गाडी ए अमित पो लग्यो अन्त उयो लान्थ्यो भने कमललाई कमल दाजुको लान्छु भनेको थिएँ कमल दाजुको सिलगढीमा 7 जना दिँदैन नि त ए कोही उकालो आउने भन् न राम्रै भएछ नि कमल उकालो आउँथेन है कतिजना भयो 7 5 35 5 500 भोलि लागि फिक्स गरिहाल है उस्तै गर्नु नि अन्त सोच्नु दिन्छ अलि होइन त्यही त को जाने अब फिक्स गर्नु पर्यो नि त भन्नु त जाँदैनस् त जाँदैनस् 20 सालको उयो पठाउँछु भन्दै थियो जानु पर्यो नि त अब त जानै पर्यो नि विशाल पठाएर पठाउँछु भन्दै थियो जानुपर्छ नि ऊ भन्दै थियो जान्छ भन्दै थियो श्रीमानको बाबा भोलि पो हो भोलि त अन्त के हो त्यो मासु हँ के हो त्यो बुहारी के गर्छ जान्छ